धेरै जस्तो इतिहासहरू दोहोरिने गर्दछन्। प्राचीन ग्रिसमा जब एथेन्स शक्तिशाली बन्दै गयो र स्पार्टाहरू कमजोर हुँदै गयो, त्यो सङ्घर्षले युद्ध निम्तायो र त्यो युद्धको बारेमा इतिहासकार थेसिडिजले एउटा प्याटर्नलाई एक्सप्लेन गर्नुभयो र त्यो युद्धलाई एक्सप्लेन गरेको प्याटर्नलाई थेसिडिज ट्र्याप भनिन्छ। अहिलेको 2026 को सिनेरियोलाई पनि त्यो थेसिडिज ट्र्यापबाट हेर्न सकिन्छ। अमेरिका एउटा शक्ति हो र चीन उदाउँदै गरेको नयाँ शक्ति हो। पुराना र नयाँ शक्ति बीच सङ्घर्ष हुन्छ। उनीहरू एआईमा, मिलिट्रीमा, इकोनोमी, टेक्नोलोजी, विभिन्न इस्यु, इभन ताइवान इस्यु, रियर अर्थको इस्युहरू, ट्रेड वार, विभिन्न उनीहरू कम्पिट गरिरहेका छन्। यो कम्पिट गर्दा पुराना र नयाँ शक्तिहरू बीचको यो सङ्घर्षले संसारलाई कता लैजान्छ भन्ने कुरामा केन्द्रित छ। नेपालको आन्तरिक मामलालाई हेर्ने हो भने जब नेपालमा भर्खरै भएको जेएनजी मुभमेन्टपछि नयाँ शक्ति र पुरानो शक्ति बीच विभाजन भयो जस्तो देखिन्छ। नयाँ शक्तिलाई पूर्ण रूपले पावरलाई कन्ट्रोल गरौँ भनेर अगाडि बढिरहेका छन् भने पुराना शक्तिहरू त्यो पावरलाई लुज गर्न लागि घुमाउनु पर्छ कि भनेर अगाडि बढिरहेको देखिन्छ। यो कन्ट्रोलिङ द पावर नयाँ र पुरानो शक्तिहरू बीच सङ्घर्ष भइरहँदा यसले विभिन्न कन्फ्लिक्टहरू ल्याउँछ। त्यो कन्फ्लिक्ट कहिलेकाहीँ युद्धमा पनि परिवर्तन हुन्छ। नेपालका नयाँ होस् या पुराना शक्तिहरू बीच अविश्वास होइन कि विश्वासका साथ संवाद गर्दै अगाडि बढ्यो भने त्यहाँनिर पावर सेयरिङको दलदलमा फस्ने चान्सेस कम हुन्छ। त्यो नेपाली पुरानो होस् या नयाँ राजनीतिकहरूले बुझ्न जरुरी छ। यदि यो कन्फ्लिक्टलाई म्यानेज गर्दै नयाँ र पुरानो